हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि हजुर सबैजनालाई वेलकम छ। म चाहिँ आफ्टर सायद 2 वीक्स भइसक्यो होला अनि म चाहिँ भिडियोमा आउन पाएको थिएन। अब यस्तै हो जिन्दगानी होइन, परदेशको जिन्दगी, मुटुभरि पिर। अब 32वटा दाँत देखेर हाँस्नै पर्छ होइन। अनि अब चाहिँ हामी जाँदैछौँ कता साथीहरू। ल है सबैजनालाई वेलकम छ मेरो भ्लगमा होइन। दाइहरू त पछाडि हुनुहुन्छ। के छ दाइ, वेलकम छ दाइले आफ्टर लङ टाइम पछि फेरि पनि होइन मेरो भ्लगमा स्वागत छ। कति 1-2 महिना भइसक्यो है। ल अब चाहिँ हामी हाम्रो नयाँ ड्राइभर सँग हामी जाँदैछौँ। वेलकम छ। ड्राइभर यता अनि मजेको। ल अब चाहिँ हामी लन्डन टु लुटनको हाम्रो यात्रा छ आजको चाहिँ। अनि हामी चाहिँ बिहान कति बजिसक्यो, 11 बजिसक्यो होला होइन। हामी चाहिँ जाँदैछौँ सरर मोटर गाडीमा साथीहरू। अब कस्तो हुन्छ म तपाईँलाई देखाउँछु कस्तो। अब फर्स्ट टाइम होइन, अस्ति त हामी ट्रेनमा गएको थियौँ। आज चाहिँ हामी 4वटा पाङलाममा भएकोमा हामी जाँदैछौँ साथीहरू। सरी गाइस, सरी अब म अलिकति यहाँ व्यस्त भएँ होइन। म दाइहरूलाई पहिला आशा लान्छु। अब हामी चाहिँ निस्किँदैछौँ। मेचीदेखि महाकाली हामी चाहिँ कहाँदेखि? म चाहिँ अब इनसाइडदेखि आउटसाइड। इनसाइडदेखि आउटसाइड पुरै ब्याक गरेर मेरोबाट लुटन पुऱ्याइदिनु हुन्छ कि आज हामीलाई। अस्ति उहाँ आगो लाग्यो नि थाहा छ? उहाँ आगो लाग्यो नि। यस्तो डेन्जर आगो थाहा पनि भयो न। ल त्यत्रो न्युज आएको थियो त। एयरपोर्ट 1 दिन बन्द भयो। ल अनि यहाँ आगो लागेर किन एयरपोर्ट? अनि यो हाइड्रो पावरको उयो रहेछ नि त। अनि एयरपोर्टको सबै बत्ती सत्ती सब टर्न अफ भयो नि त। यहाँ नि राति सबै के भन्छ लोड सेडिङ जति भएको थियो। अँध्यारो भएको थियो नि है। भने पुरै बत्ती थिएन नि दाइ। भएन भने थाहा पनि भएन, त्यत्रो न्युज आइरहेछ। दाइ मोमो डिजाइन मोमो बनाउन बिजी। रातो डेन्जरै भएको थियो नि। कसलाई तपाईँले हो बजाइदिनु? दिदी हो कि दाइ? हजुर काममा त होइन, के हो ट्राफिक लाइट? कता हो भन्दै हुन्छ दाइले। काममा त होइन। अब ड्राइभर मान्छेलाई दाइ यस्तै हो होइन। अब भन्नुहोस् त हामी आउँदैछौँ। हजुर हजुर हामी चाहिँ निस्किँदैछौँ। हजुर निस्किसकेका छौँ। गाडी कुदाउँदैछ। एड्रेस थाहा छ, भाउजूले पठाउनु भएको थियो। एड्रेस होइन, अब म यहाँ आएर छिर्छु। मेसेज पठाइदिन्छु म। ए हुन्छ नि। ल मेसेज पठाइदिन्छु, त्यसलाई डाइरेक्ट त्यो उसमा हाल्यो, वेजमा हाल, डाइरेक्ट देखाउँछ। ओके दाइ। ओके ल। ल गाइस अब हामी चाहिँ आजमा पनि आइसकेका छौँ होइन। आजमा अलिकति के छ के रहेछ हेर्नु पर्यो। अनि त्यसपछि हामी चाहिँ सरर लाग्नु पर्यो। कता छ पार्किङ भन्ने कुरा हो साथीहरू। अब चाहिँ हामी आज जाँदैछौँ। आजमा के रहेछ दाइहरूलाई घुमाउनु पर्यो होइन। दाइहरू पहिलोचोटि होला नि त यो आजमा होइन दाइ? हाम्रो जीवन दाइलाई पनि वेलकम छ। अघि गाडीमा चाहिँ देख्न पाइनँ। दाइ पनि पहिलोचोटि होला नि होइन दिपेश दाइ? के भन्ला यिनीहरूले क्यामेरा लिएर आएछ भन्दै। वाउ सो स्वीट। लगाइज यहीँ सामान लिँदै हुनुहुन्छ हाम्रो दाइ चाहिँ यहाँ मस्त आजको लागि।
के किन्यो है फ्रुट्स किन्नु भयो अब जिम जाने मान्छे फ्रुट्स प्रोटिन मात्रै हो अरू के लिने छ के लिने हजुर चक्लेट यतातिर यो चाहिँ हाम्रो हेजको आस्टा हो होइन यहाँ गाडीमा के खाने हो भन्ने कुरा आयो के खाने त गाडीमा हजुर अब रैला आज रैला होइन आज फेरि उतै बसाइ होला होइन अब हेरौँ कस्तो हुन्छ लेट्स सी गाइज होइन अब साथी अब तपाईँहरूलाई कतिजनाले याद गरिराख्नु भएको थियो होला यो गणेश विनिता भ्लग आएन भनेर तर नआउनुको रिजन चाहिँ मैले अघि नै सुरुमा भनिसकेका छौँ साथीहरू परदेशको जिन्दगानी अब व्यस्त त हुन्छ होइन कहिले के तर पनि हामी चाहिँ भिडियो हाल्ने ट्राई कोसिस एकदम जारी छ साथीहरू तर आज चाहिँ फाइनल्ली होइन सबजनाको बिदा मिलाउन सक्यो बिदा मिलाएको होइन अब मैले कल हानेर मैले चाहिँ यो हो नि त तरिका ओह चुप यसले के भन्छ खोइ त के हो मलाई त किसै दिएन हेलो बेबी लिग न निकाल न गरौँ छ चुप्पा आइदियो त हेलो बेबी ए ल बाई बाई यिनीहरूको चाहिँ के छ त यिनीहरूको केही छ छैन यो चाहिँ नर्मल भएको रहेछ के छ सक्यो हो ल बाई चुप्पा हान्दैछ त हाम्रो यहाँ चेकआउट हुँदैछ बस बनानास ल म यहाँ ठिक छ नि होइन ल साथीहरू अब चाहिँ हामी निस्केको ल अब चाहिँ हामी सपिङ गरेर निस्केको ल साथीहरू अब चाहिँ पछि भेटौँ ल गाइज हामी चाहिँ आजबाट निस्किसकेका छौँ अब चाहिँ हामी बाटोमा छौँ होइन त साथीहरू म त दाइहरूले साथी भनिदिने हो हामी चाहिँ निस्किसकेका छौँ जोन चामलिङ राईको गीत बजाउँदै हामी त यस्तै हो के छ कस्तो फिल भइरहेछ ल है तपाईँ चाहिँ त्यता ध्यान दिने होइन यता ध्यान दिने होइन तपाईँको काम भनेको पुरै ड्राइभिङलाई फोकस गर्ने दामी ल फुल रहेछ फुलिरहेछ के गर्नु ढुकढुक अब राइट बाटोमै छ नि हामी साथीहरू ल गाइस अब चाहिँ हामी जाँदैछौँ है अब नयाँ ड्राइभरले अलिअलि गाह्रो त भइ नै हाल्छ यसो के नो वरी सिक्दै जानुपर्छ हामी चाहिँ जाँदैछौँ वाह ल त खोइ त गइसक्यो अब त जङ्गल यही देखेको थियो होला अस्ति हामी ट्रेनमा हुँदा यही देखेको थियो होला होइन यही जङ्गल त देखेको थियो होला नि हेर्नु त्यो दाइ ल 60 रहेछ है पुरो त्यहाँ हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुगिसकेका छौँ मेरो आँखा त्यही थियो कता फाइनली आइपुग्यो हामी कस्तो लाग्यो त मुटु धड्कन आज सँगै थिएन 12 बजी आइपुग्नु पर्ने मान्छे 27 मिनटमा चाहिँ हामी घुमेको भयो एकछिन त कहाँ पुग्यो एकछिन त टेन्सन भयो नि डर लागेर नि मुटु ढुकढुक भयो गाइज यार फर्स्ट टाइम मोटरवे चलाएको बरु हाम्रो एरियातिर उतातिर सेन्ट्रल जाने बेला आनन्दले चलाइन्थ्यो यता आउने बेला त यस्तो खोइ कन्फ्युजन भयो भने के भन्नु एउटा लेन मिस भयो कि फिनिस कहाँ हो तर
एनिवे हामी राम्रोसँग आइपुग्यौँ डराइ भए पनि गाइज है अब हामी तपाईँहरूलाई देखाउँछौँ अब कहाँ के गर्छौँ सायद अब कहीँ घुम्न जाने प्लान पनि हुँदैछ अब जान पनि सक्छौँ ल ल फाइनली हामी चाहिँ सेफ एन्ड कस्तो आइपुग्यो होइन त सेफै भनौँ सेफै आइपुग्यो सेफ एन्ड लेट आइपुग्यो कस्तो किन दाइ जानुभयो कस्तो राम्रो आइरहेको थियो है झिक्नु पर्यो नि त त्यसरी ल अब चाहिँ हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ होइन ल कस्तो तपाईँलाई डर लाग्यो कि कस्तो लाग्यो डर लागेन मलाई एकदम कन्फिडेन्स हो छ होइन एकदम सेफ एन्ड साउन्ड आइपुगेको छ हो हजुर त्यही हो हुन्छ नि त हुन्छ नि त हेलो वेलकम छ मेरो घरमा पनि वेलकम छ हामीलाई लिन आउनु होला नि त्यही राखेको अब ठिक ठिक छ नि त त्यही राखेको अब यता राखे पनि हुन्छ तर ठिकै छ केही फरक पर्दैन ल त्यसो चाहिँ अनि के छ त सन्चै चाहिँ कपाल काटिदिनु भयो क्या तिमीले त साह्रै टाइम लगायो त 12 बजे पुग्ने के मिस भयो होला बाटो त दुई तर केही फरक परेन नि त त्यो नेभिगेसनले देखाइहाल्छ त्यो फर्स्ट टाइम हुन्छ ल्याउ ब्यागसम्म दिउँ भाइको पर्दैन यस्तो है त्यही त 12-1 बजेको देखाएको त 27 मा नि लेट भयो नि त हामी कहाँनिर भयो नि लागिसकेको थियो किनकि एउटा त यस्तो घुम्ने बाटो छ थाहा ओ, त्यहाँनिर मिस भयो तिमीहरू राइडमा बसिहाल्नु पर्छ के र पुरै राइड हान्नु पर्छ पुरै राइड गइहाल्नु पर्छ कि त्यहाँनिर मिस हुन्छ मलाई थाहा छ त्यहाँनिर मिस हुन्छ ठ्याक्क हामीले चेन्ज गर्ने बित्तिकै राइड गइहाल्नु पर्छ ल दाइ त त्यो ढोकामा पुरा ल तिम्रो बाल यो वेलकम दोस्रो मलाई लागिरहेको थियो कि त्यहाँनिर मिस भयो कि जुन यसो स्वाट जाने बाटो छ नि त टाढैबाट आएछन् फेरि आज फर्स्ट टाइम बाटो मिस भयो हाम्रो बाटो मिस केही छैन त्यो त नर्मल हो फेरि बिजी हो बिजी म्यान एक्लै अर्कालाई खिच्दै बस्ने हो ए फोनमा हुनु रहेछ ल गाइज किन ल्याउनु कसैले भनेको थियो र ल्याउनु कसैले भनेको थियो भन्नुभएको थियो नि त तपाईँले खाली हात नआउनु भनेर ल्याउनु पर्छ र त पनि लिने कि ल्याउनु पर्छ र बसौँ के चिया पानी के खाने भात रेडी चाहिँ खाना त ए बस हामीले खाजा त खाएर आयो खाजा खाएको नि कहिले होला तिमीहरूले अघि बिहान कति बजे खायो कतिखेर हिँड्यौ तिमीहरू 10 बजे कसैले फोन पनि 10 गरेन बजे मलाई किन ए दाइसँग कुरा गर्नु मलाई त कसैले भनेन मैले डिस्टर्ब पनि गरेन तिमीहरू आरामले आऊ भनेर पछि अनि यस्तो नर्भस अनि आफू नि भिडियो बनाउने मन भाइको फर्स्ट टाइम पनि त होला नि फर्स्ट टाइम कति डर लाग्छ कस्तो डर लाग्यो नि त कस्तो डर लाग्छ पुरा मुटु डुक 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 फुट्ला जस्तो मुटु चाहिँ यताबाट गाडी गयो नि मैला ठोकिन्छ कि जस्तो हुन्छ कि तर अब मलाई त केही फिल हुन्न भाइलाई भयो होला अब त पहिला तपाईँलाई कस्तो भएको थियो भनि त मैले यताबाट गाडी जाँदाखेरि पनि ला ठोकिदिन्छ कि यताबाट गाडी जाँदा ठोकिदिन्छ कि जस्तो लाग्ने कि त्यस्तो भयो त्यो अनि स्पिडले मै नै ठोकिदिन्छु कि अगाडिको गाडीलाई ठोकिदिन्छु दुईटा मिस भयो नि मेरो बाटो दुईटा मिस भएर अनि तर मैले चाहिँ फर्स्ट टाइममा पनि मिस गरेन है मेरो फर्स्टमा चाहिँ कस्तो नि त्यो रुट हेर्दाखेरि त्यही लेन देखाइरहेको थियो क्या अनि त्यही लेन गएँ अब यता टर्न गर्ने ठाउँ छैन रहेछ त्यहाँबाट घुम्यो तर त्यो तिमीले केही पनि गर्नुहुन्न जो सब जता गइरहेको सिधा गइदिएँ अब यता आयो भने त बिग्रिहाल्यो नि फेरि सिधा गएँ त्यही राउन्ड एबोर्ड दुईवटा राउन्ड एबोर्ड छ नि राउन्ड एबोर्ड भित्र राउन्ड एबोर्ड यता यो मेन ठुलो राउन्डएबोर्ड यम 25 मै नै हो तर चाहिँ ठुलो यहाँको होइन उतै हो उतै एउटा राउन्ड एबोर्ड कट्ने बित्तिकै जाने कि राउन्ड एबोर्ड फर्स्ट गर्ने बित्तिकै अर्को राउन्ड एबोर्ड फेरि त्यो रोडको तल छ हैन रोडको तलवाला टाइपको के ठुलो म त अझै 25 त्यति ठिक छ पानी पर्छ नि त अब त्यही त हो नि म त एउटा एकजना मिस भन्नु नि त के चलायो तिमीलाई ने हुन्छ तिमीको यम 1 पर्दैन फेरि यम 1 इजी छ सिधा हो जुन म कामको बाटो भन्नु त के भयो त्यो
मेन तिम्रो नक्सा फलो गर्ने द्याट्स इट मिस भयो भने त्यसले अटोमेटिक बनाइदिइहाल्छ बनाइदिन्छ तर लङ घुम्यो त्यो त अब त्यही हो म मिस भनेको एक्चुअली रिडिङबाट आउने बेला त्यस्तै एक्चुअली मिस भने फेरि 10 माइल गयो 10-15 माइल गयो 25 मिनेट 25 मिनेट ढिलो भयो नत्र 12 बजे देखाएको थियो म फर्स्ट चोटि काममा जाँदाखेरि M1 ब्रेन क्रसमा अब थर्ड एक्जिट जानुपर्ने म वापस फेरि त्यही बाटो आएको आधा घण्टा मिस जहिले पनि अब तिमी नयाँ छौ नि त पहिला 15-20 मिनेट अघि अगाडि नि त्यो बाटो हेर्दै जाऊ कहाँ एक्जिट कहाँ चाहिँ ठ्याक्कै याद हुन्छ के पोर्चुगलमा मैले बिना इन्टरनेट चलाउँथेँ हाइवे बिना इन्टरनेट हाइवे सोच्छ न पुरा पहिले बाटो हेर्दै जाऊ नमस्ते कहाँ जानुभयो तपाईँ ए इन्टरनेट नहुने कति टेन्सन हुन्छ होला यस्तो आयो पुरा याद गर्थेँ पुरा नर्भस हो नि त अनि म त भिडियो बनाउने मनै लागेन अनि भाइलाई भने दिदीलाई भने थिएँ भाइले मैले क्याम्पडाउन कहाँ लगिहालेँ भनेर तर भाइले आधा घण्टा ढिलो गरेर तर ल्यायो यहाँ टेन्सनै छैन क्या बाटो मिस होला तर त्यो अरू कुराको सेफ आउनु पर्यो त्यही सेफली चलाउनु प्यारिसै पुगाइन्छ तर राम्रो ठाउँ पुरै नि के देखायो नि पोखरी देखायो अहिले फास्ट नि त गाडी तर धेरै डर लाग्यो तिमीलाई थाहा छ नि त्यहाँ रोक्न मिल्छ ठाउँ यदि हार्ड सोल्जरमा त्यस्तो केही भयो भने रोक्न पाइयो हाजार लाग्यो कहिले काहीँ हुन्छ नि त पहिले गिर्दै रोक्यो कन्न होला अब जाको त भाइले फर्कन जुन चाम्नी लिइरहेको थियो भाइले हाम्रो आफ्नो लेनमा बस्यो भने त के डेन्जर छैन नि त तिमी जोडले चलाएर राइटमा बस्छौ भने त डेन्जर भयो मजाले आफ्नो लेफ्टमा बस्नु फर्स्ट सेकेन्ड गर्ने लास्टमा छोडिदिने उनीहरूले ओभरअल जान्छन् फर्स्ट आगे ब्यागमा खानै बिर्सेको भएन थ्याङ्क यू भेरी मच यो त भिडियो हाल्नु त्यही त यस्तो ल ए ल खै ल बुवा न हजुर सर हुनुहुन्छ बहिनीले हाल्ला के तर ल यो चाहिँ हाम्रो पोर्क हैन राजमा राइस नेपाली नेपाली अचार चिकन अनि यो स्टार्ट कसले गर्ने भनेको ल यसले स्टार्ट मेरो नम्बर पहिलो नम्बर उसले पोर्क झाकन गर्ने मान्छे टम्बर ल पोर त खतरा भयो है पोर्क आज के यो चाहिँ राजमा मिसाउनु पर्छ बिचारा दिदीले बनाउने मान्छे चाहिँ यता ए अब मिठो भयो भने अहिले म भनिहाल्छु नि फेरि मिठो त हुनै पर्यो नि नमिठो भन्नै पाइन मिठो त हुनै पर्यो मिठो त हुनै पर्यो नमिठो भयो नि मिठो भन्ने अनेस्टली खतरा डाइटिङ रेडी आज चाहिँ चिटिङ डे अरू होइन पोर्क चाहिँ पहिला हाल्नु त भन्थ्यो ट्राई गर जीवन फर्स्ट टाइम है उहाँको फर्स्ट टाइम पोर्क हो आज हेरौँ न पोर्क खाने अरे पोर्क कस्तो लाग्यो तपाईँको फर्स्ट पोर्क फर्स्ट टाइम पोर्क खाएर देखाइदिनु न त फर्स्ट एक्सपिरियन्स राम्रो एक्सपिरियन्स हो चिकन मिठो लाग्यो कि पोर्क मिठो लाग्यो तपाईँलाई पनि राम्रो हुँदो रहेछ नेपालको त चिकन मिठो हुन्छ नेपालको चिकन खासै त्यस्तो लाग्दैन कि मिठो लाग्दैन मलाई यहाँको ठिक हो पोर्कमा चाहिँ टेस्ट चाहिँ हुँदो रहेछ कि सबै कुरा मिठो छ त्यो त पछि लास्टमा भन्ने होला नि त होइन लगाएछ अब चाहिँ हामी बाहिर निस्केका होइन साथीहरू अब चाहिँ हामी कहाँ जान लागेको घरदेखि एकदमै नजिक नेसनल ट्रस्ट डन्स्टेबल डाउन स्टेट भन्ने ठाउँमा जानु लाग्यो यो ठाउँमा
ल यता हिरो हिरोनी भएर आयो अहिले त जाडो लागिरहेको भने है अनि त्यहाँ त बाहिर होला पार्क ल हामी कहाँ जान लागेको होला नि त मलाई त थाहा भएन है तर खै त्यहाँ डाँडामा भन्छ नि त्यही डाँडामा जान लाग्यो दिदीको आफ्नै घर आएको पनि थाहा छैन अब भनेपछि अब फर्स्ट टाइममा जान लाग्यो थाहा छैन तर प्याराग्लाइडिङहरू उडाउँछन् त्यहाँ भन्ने सुनेछु है ल है अब चाहिँ हामी डाँडा डाँडा हो छ होइन त अब त्यहाँ गएर हामी चाहिँ नाच्नु पर्छ दिदी र दाइले आज दुर्गेश थापा आज त बहिनी नाच्ने हो भाइ नाच्ने हो जाउँ त ल ल ल हामी जान लागेको पुष्पा झिकेका नै छ मेरो गाडी यही छ को जाने हो भन नि त दिपेशलाई तिमी तिनजना हो हामी तिनजना जान्छौँ के होइन कि दिपेश हामीसँग आउने हो बाबु जाने होस् त जाने आउँछ यसलाई पनि लैजाऊ गाडी भाडा बाबु जाने होस् त यसलाई पनि लास्टमा कि जाने अब जो बसे पनि हुन्छ मेरो गाडी त यहाँ त म फेरि त आउनु पर्छ यसरी भाइको गाडी टाढा छ मेरो त यही छ कहाँ हो के हाल्नु त नेभिगेसन के हाल्नु के हाल्नु त नेभिगेसन के के हो हाल्नु के अरे डन्स्टेबल डाउन नेसनल क्रस साथीको बसेर होइन होस् न हामी छुट्टिन लाग्छौँ न दुईटा गाडी लिएर दुईवटा गाडी लिएर जान लागेछौँ त्यही भएर चाहिँ ल आउनु पर्यो है दुईवटा गाडी लिएर जान लागेको अनि म चाहिँ यता दिदीकोमा अनि अर्को के उता जानुभयो केटा पार्टी केटी पार्टी ए कता तपाईँले के बाटो किन्नुभयो भने है केटा पार्टी गइहाल्यो कि केटा पार्टी गइहाल्यो अब केटी पार्टी हामी केटी पार्टी धेरै छैनौँ दुईजना मात्र छन् अब केटा पार्टीले बिहा गरे त बढ्थ्यो होला कहिले गर्ने हो अब थाहा छैन होइन केटा पार्टी बिहा गर्दैनन् एउटा त म्यारिडै हो अब ल्याउनु पर्ने मात्र छ एउटा म्यारिड हो खोजीमा छौँ पर्ने खोजीमा छौँ अब के गर्ने हो थाहा छैन कता लाग्ने हो त लागौँ अब चाहिँ हामी चाहिँ लाग्दैछौँ है केटा यता पार्टी कता जान्छन् तिनीहरूलाई जानिदिनु पर्यो पहिला कता घुम्न जाने हो डाँडामा भन्छन् अब हेरिए छैन कता पुगिन्छ होइन कस्तो ठाउँ रहेछ लाइनसँग आइरहेछ अझै आइरहेछ घाममा मस्त घाम लागेछ त है आज मजाको घाम लाग्छ ल है दामी मौसम वेदर छ आज हामी चाहिँ यता छ गाइस हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आइपुगेका छौँ सेफली होइन लेडिज पार्टी यता लेडिज पार्टी यता अब जेन्ट्स पार्टी उता ल है हामी चाहिँ आइपुगेका छौँ आफ्नो डेस्टिनेसनमा अहिले जेन्ट्स पार्टी यता हुनुहुन्छ होइन जेन्ट्स पार्टी खोइ त अनि निक्लिनु भएन त यता निस्किसक्नु भयो त उता निस्किसक्नु भएको छ दामी देख्दो रहेछ ल ए यता पो हो ल आमा के हो कहाँ ल जेन्ट्स पार्टी सेफली ल्यान्डेड आमा खोइ त अर्को उताबाट आमा खतरा देख्दो रहेछ त के छ त पहिला पे गर्नुपर्छ बुझ्नु म यहाँ लम्बा छ भने त हिँड्दिनु पर्छ 3 पर डे दामी गाइज हामी यस्तो बवाल ठाउँ आइसकेका छौँ यस्तो दामी आउटसाइड लन्डन मैले सोधेँ होइन यो ठाउँ यस्तो रहेछ त्यो डाँडामा छ नि दामी देख्दो रहेछ गाइज बवाल ठाउँमा छौँ बवाल ठाउँमा प्ले चाहिँ गरेको छ तिनीहरूले प्ले छ त अनि ल साथीहरू लन्डनमा गाडी भएर पनि फाइदा छैन के गर्नु पैसा तिर्नै परिहाल्यो जहाँ गए पनि सुख छैन सुख छैन साथीहरू के गर्नु त होइन जहाँ घुम्न आए पनि यो पार्किङ दिमाग टाउको दुखाउँछ दामी ठाउँ छ साथीहरू म चाहिँ अब नाच्छु उफ्रिन्छु गाउँछु फ्रेस हुन्छु यस्तो दामी घाँस छ कि वाउ यता चाहिँ कार पार्किङको लागि हेर्दै हुनुहुन्छ यो होइन रहेछ
चाहिँ हाम्रो सबै पेसे भइसक्यो कार पार्किङको अनि हामी चाहिँ चल्दैछौँ बिस्तारै स्विजरल्यान्डै हो क्या वाउ बाबु फोन बन्द गर प्लिज वर्क फ्रम होम त चाहिँ अब नगर है प्लिज 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 बाबा यस्तो ठाउँमा तपाईँ त्यसरी मोबाइलमा झुन्डेर भएन हेर्नु बरु यो ब्लगमा चाहिँ झुन्ड्नु ल गाइज यस्तो रमाइलो छ है ठाउँमा हामी आइपुगेका छौँ साथीहरू ओ माय गॉड यस्तो बाछौँ हामी देखिसकेका छौँ यस्तो दामी दामी हिमाल पहाड के रहेछ यो चाहिँ लन्डनबाट 1.5 घन्टाको ट्राभल डिस्टेन्समा छ गाइज है प्याराग्लाइडिङ हाम्रो टोलीहरू चाहिँ यहाँ छन् गाइडहरू सबजना रमाइलो मान्नु होइन स्ट्याचु के होला नि त यो चाहिँ बच्चाहरूको मलाई होला तर यसको पनि फङ्सन त के होला यसको पनि केही न केही त होला अब एक दुईवटा फोटो खिच्नै जाने 4 घन्टाको बस्ती रह यार आज रातिको लगाइ जब फोटो सुट हान्नु पर्छ होइन तर उताबाट कालो हुँदो रहेछ ए बब्बा उ यता ल सही हो यता चाहिँ राम्रो हुन्छ ए बब्बा लगाइज आज हामी चाहिँ मस्त हुँदैछौँ है एकदम रमाइलो हुँदैछ यहाँ अनि त्यसपछि यो के भन्छ यो चाहिँ नेसनल ट्रस्ट नेबल पार्क हो है एकदम रमाइलो छ अनि हामी पार्किङ सार्किङ पुगिसक्यौँ अनि साथीहरू एकदम रमाइलो गर्दै हुन्छ है अनि तर यस्तो रमाइलो ठाउँ रहेछ साँच्चै क्या प्लेनहरू उडाउने ठाउँ पनि रहेछ क्या पहाडी चाहिँ प्लेनहरू उडाउने ठाउँ रहेछ प्याराग्लाइडिङ गर्ने रहेछ यो मेन चाहिँ तर प्याराग्लाइडिङ आज छैन रहेछ नाइस ह्याप्पी टु उड्यो तल होला सिक्ने होला यिनीहरूले पछाडि पछाडि लागेको छ होइन तारले के हेर्न पछाडि केही छैन कि पछाडिको बाँधे थियो कि त्यो तारले त्यो के माथि नै उड्छ यो ओरिजिनल नै हो के पैसा लिन्छ होला मान्छेलाई राखेर हो त्यो नै हुन्छ भ्युजहरूको लागि है गाइस यस्तो राम्रो ठाउँ छ यो है प्लिज मैले खोजेको मैले बार भनेदेखि नि त्यो डाँडामा जाम त्यही डाँडा तिमीहरू चाहिँ वाइल्ड लाइफ त्यही नजिकै त भने मैले डाँडामा जाम है डाँडामा राम्रो छ ल राम्रै रहेछ गाइस लास्ट रमाइलो छ है रमाइलो छ दुईजना केटाहरू त्यहाँ पुगेर भर्खर भेटेको कपाल जस्तै हिँडिसक्यो ए हुन्छ त्यति गरे नि भइहाल्यो कहाँ पुग्यो पुग्यो प्लेन परेन के छ रमाइलो भएछ सबको यो डाँडाबाट चाहिँ प्याराग्लाइडिङ गराउनु ए गाडी जाँदो रहेछ त तर उनीहरू मात्रै हो कहाँ ए अँ यार
के रहेछ अरे ए यहाँ त धकाल्नु नि हुँदैन यो गाइज प्लेन है त्यही त प्लेन त मलाई लाग्छ होइन यो प्लेन चाहिँ हो डोरी बाँधेको लाग्छ मेन बिल्डिङको गाडी त्यो मेन बिल्डिङ उडाएको सिक्नेहरू के होला उडाउनु के हो के हो गाइस अब चाहिँ हामी जाँदैछौँ घुमेर नाचेर उफ्रेर इन्जोय गरेर चाहिँ हामी फाइनली घरतिर हामी लाग्दैछौँ गाइस कस्तो लागिरहेछ त नि ल दामी दामी जाँदैछ मेरो त चाहिँ फोटो सुट हुँदैछ अर्को दुईजनाको ग्रुप डेन्जर हुँदैछ यता क्यामराम्यान यता हुनुहुन्छ यदि चाहिएमा तपाईँहरूले सम्पर्क गर्नु सक्नुहुन्छ है साथीहरू एकदम अब चाहिँ हामी लाग्दैछौँ चिसो चिसो भइरहेछ नि त त्यही भएर हामी चाहिँ निस्किँदैछौँ ल गाइस अब चाहिँ हामी रात बिताएर एक नाइट हामी पुरै मस्त सुतेर अब चाहिँ हामी घर जाँदैछौँ सबैजना एकदम रेडी हतारमा के गर्नु परदेशीको जिन्दगी होइन एक दिन रमायो हप्ता दिन काम गर्नु पर्यो नत्र पनि यहाँ पुग्दैन नि त रमाइलो हाम्रो सक्यो अब सबजना आफ्नो आफ्नो ड्युटीमा पुरै बोर लागिरहेछ जुत्ता कसिरहेछन् सबैजना ल है अब हामी दिदीलाई छोडेर जाँदैछौँ दिस इज लन्डन लाइफ ल है एकैछिन है म चाहिँ जुत्ता लाउँदैछु साथीहरू होइन अब जुत्ता त लाउनु पर्यो ल अब सियु के को ल घर धनी घर लक गर्नुहोस् अब चाहिँ हामी ल त्यसो भए खोइ त बाई बाई त गर्नु पर्यो ल अब पछि भेटौँ ल त्योभन्दा अगाडि भेट्दै यसो दाइ उता जानुहुन्छ होला नि त होइन अनि दाइ चाहिँ यतै बस्नुहुन्छ हामीसँग बस्नुहुन्छ नि होइन यतै बस्ने हो के ठिक छ नि यतै बस्छ नजिक कता पर्छ यसलाई जीवनलाई ठिकै छ यतै नजिक पर्छ ल है त ल दाइ ल बाई बाई सी यू ल है बाई बाई ल फेरि हाम्रो दुई ग्रुप भयो होइन हिजो पनि हाम्रो दुई ग्रुप नै भएको थियो अनि एउटा टिम चाहिँ यता छौँ हामी होइन अब अर्को टिम चाहिँ उता गइसक्नु भएको छ अब चाहिँ हामी फर्केर लुटन टु लन्डन जाँदैछौँ साथीहरू है त सी यू अब इन लन्डन यस्तै हो ओके फाइनली गाइस हामी चाहिँ उता लुटनदेखि लन्डनसम्म चाहिँ एकदम सेफली हामी आइपुग्यौँ होइन मैले बिच बाटोमा आउँदाखेरि चाहिँ यसो भिडियो बनाऊँ भनेको अलिकति मलाई कन्फिडेन्ट भएन किनभने अब मेरो भिडियो नै न्युली बनाएर अलिअलि बनाएको छु नि त अनि कस्तो लाग्यो नि त अनि बाटो कतै मिस हुन्छ कि के हो भनेर मैले क्यामेरा अलिअलि मात्रै साइड खिच्यो होला अघि स्टार्टिङमा निस्किँदा अनि तर हामी चाहिँ एकदमै राम्रोसँग आइपुग्यौँ अनि राम्रोसँगै चलाउनु भयो अनि तपाईँले चाहिँ कस्तो आज अहिले चाहिँ हिजो जाँदा चाहिँ अलि बाटो नि दुईचोटि हामीले मिस भइदियो तर आज चाहिँ आउने बेला चाहिँ एकदम आनन्दले आइपुग्यो टाइममा पनि आइपुग्यो अब स्पिड कुदाउँदा डर त लागिहाल्छ जति स्पिड कुद्दै गयो मेरो मुटुको धड्कन त्यति टुकटुक मुटुको धड्कन हिजोसँगै थिएन होइन अब तर आज चाहिँ सँगै छ तर अलिक धेरै धड्क्या अब नेक्स्ट टाइम चाहिँ धड्किन अलिक कम हुन्छ हुनु त अनि होइन यस्तै हो अब दाइ दिदीहरू सबैजना आफ्नो आफ्नो काममा गइसक्नु भएको छ अनि हामी चाहिँ अब घर आइपुग्यौँ अनि एकछिनमा काममा जानुपर्छ अनि थ्याङ्क यू सो मच है साथीहरू अनि तपाईँहरूले चाहिँ भिडियोले अझै पनि हामी मजाले हेरिदिनु होला
अनि हामीलाई धेरै माया पनि गरिदिनु होला अनि तपाईहरुले चाहिँ प्लिज डु नट फर्गेट लाइक एन्ड शेयर सब्स्क्राइब गाइस साथीहरु हैन यस्तै हो अब अर्को भिडियोमा तपाईहरु हामीहरु भेटौँला अब के भन्छ बाइ बाइ